मैले जापानमा आएर साँच्चीकै सिकेका 5वटा कुराहरू। फर्स्टमा चाहिँ हेड बो गर्नलाई। नेपालमा चाहिँ यसरी 15-15 मिनटमा 10-10 मिनटमा यस्तो गरेर टाउको निहुराको नै गर्नुपर्ने थिएन, जुन कुरामा पनि जति बेला पनि काममा यताउति कामबाट निस्किँदा काममा छिर्दाखेरि। अर्को भनेको चाहिँ खाने बेलामा इतदाकी मास भन्ने, अनि त्यसपछि खाइसकेपछि गोचु समादेशता भन्नलाई सिकेको। नेपालमा ग्रुपिजममा भए पनि एक्लै भए पनि फ्यामिलीसँग बस्यो नि गम खायो, खाइसक्यो, अनि त्यसपछि हिँड्यो केही पनि नभनिकन। खाने बेला नि खाए पनि छैन, खाइसकेपछि धन्यवाद गए पनि छैन, केही नगरिकन खायो मात्रै गर्थ्यो। अर्को भनेको गोमी छुट्याउनलाई। गोमी नेपालमा पनि गोमी नामा गोमी र अर्को गोमी त छुट्याउनु पर्छ, तर यहाँको जस्तो गऱ्यो बोतलको छुट्टै अनि फलामको छुट्टै अनि त्यो बोतलको बाहिरको कभरहरू पनि निकाल्ने, अनि गोमी नामा गोमी छुट्टै, प्लास्टिकको छुट्टै, पेपरको छुट्टै गरेर चाहिँ छुट्याउनु पर्दैन। त्यो पनि च्यान्तो सिक्यो यहाँ आएर। अनि अर्को भनेको टाइम पङ्क्चुअलिटी। टाइमको यस्तो धेरै भ्यालु भयो, टाइमको मिनेटको पनि एकदमै धेरै भ्यालु भएको चाहिँ यहीँ आएर मात्रै हो। नेपालमा त्यति धेरै भ्यालु दिन्थ्यो। अर्को चाहिँ सेभिङ मनी, पैसा सेभिङ गर्नको लागि चाहिँ एकदमै च्यान्तो सिकेको चाहिँ विदेशले नै सिकाउँदो रहेछ। पैसाको बारेमा भ्यालु चाहिँ विदेशले नै दिँदो रहेछ। हजुरहरूलाई चाहिँ के सिकायो विदेश आएर, अनि हजुरहरूले नेपालमा नगरेको अनि जापानमा आएर मात्रै गरेको कुराहरू के छन् कमेन्ट गरिदिनुहोस्। त थ्याङ्क यू फर वाचिङ, बाई बाई।